शक्तिशाली प्रधानमन्त्री, शक्तिशाली सुरक्षा व्यवस्था, सुरक्षाकर्मीका लागि सिंहदरबारमा आइलागेको यो आँधी बेहेरी हेर्नुहोस्। नेपाली इतिहासमा सम्भवतः यस्तो कहिल्यै भएन जस्तो आज सिंहदरबारमा देखियो। जब प्रधानमन्त्री बालेन शाहले सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पदभार ग्रहणका लागि जाँदै थिए, त्यस अघि नै त्यहाँ उच्च तहको सैनिक कमान्डो फोर्स परिचालन गरिएको थियो। पूरा कमान्डो पहिरनमा आज सेनाले सिंहदरबारमा देखाएको यो उपस्थिति हेर्दा जो कोही झस्किने अवस्था थियो। सेनाको उपस्थितिले नै देखाउँथ्यो बालेन सरकारको शक्ति र अबको भविष्य। लडाईमा जान लागेका सैनिक कमान्डो जस्तो क्यामोफ्लाज युनिफर्म, ट्याक्टिकल हेलमेट, बुलेट प्रुफ ज्याकेट, बडी आर्मर, फेस कभर, ट्याक्टिकल गगल्स, शोल्डर प्याड, आर्म प्रोटेक्टर र लोड बेयरिङ भेस्टका साथमा अत्याधुनिक राइफलमा सजिएका यी सैनिक कमान्डोले आज सिंहदरबारमा सो अप गर्यो। यो बालेन शाहको सुरक्षाका लागि होइन, उनको सम्मानका लागि सेनाले गरेको सो अप हो। सेना मात्रै होइन, गृह प्रशासन अन्तर्गत प्रहरी र कर्मचारीको तैनाथी अझ रोचक थियो। मुख्य सचिव सहित सबै सचिव र उच्च पदस्थहरूले बालेन शाहको स्वागत गरेको दृश्य अझै हेर्न लायक देखिन्थ्यो। विशेष गरी प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा आज सुरक्षाकर्मीको सतर्कता विशेष चाख लाग्ने खालको थियो। यति मात्र होइन, बालेन शाहले आफ्नो कार्यकालको पहिलो दिनबाटै गति बढाएका छन्। उनले आजै शपथ लिएका छन्, आजै मन्त्री परिषद विस्तार गरेका छन्, पूरा मन्त्री सहित सिंहदरबार प्रवेश गरेका छन्, आजै सबै मन्त्रीहरूले पदभार ग्रहण गरेका छन्, आजै पहिलो मन्त्री परिषद बैठक पनि बसिसकेको छ र आजैबाट कामको थालनी भइसकेको छ। आजको गति हेर्दा बालेन शाहले आफ्नो सरकारलाई घोडाको गतिमा दौडाउन खोजेको देखिन्छ। यो सुखद पक्ष हो, तर उनको गतिलाई बढाउन उनका मन्त्रीहरूको पनि गति उस्तै गरी दौडिनु पर्नेछ। सम्मत 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने। पहिलो नम्बर कमा उल्लेखित आयोगले सिफारिस गरेको व्यक्ति र निकाय मध्ये सुरक्षा संयन्त्रमा को हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम गर्ने। यो चाहिँ सुरक्षा संयन्त्रको हकमा। दुईमा अन्यको हकमा सो आयोगले गरेको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने। यो भनेको गृह मन्त्रालयले आजदेखि काम सुरु गर्छ। गृह मन्त्रालय लगायत अन्य निकायहरू जुन हुन्छ यसअघि भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण सम्मान एवं हार्दिक श्रद्धाञ्जली गर्ने। नेपाल सरकारको प्रवक्तामा माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई तोक्ने। सरकारको शासकीय सुधारका 100 कार्यसूची स्वीकृत गर्ने। त्यो 100 कार्यसूची भोलिसम्ममा प्रकाशित हुन्छ। पूरा सरकारको सफलता एउटा प्रधानमन्त्रीमा मात्रै सीमित छैन, सिंगै मन्त्री परिषदले पूरा भूमिका निभाउन जरुरी छ।